हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि हामी चाहिँ पोखरातिर थियौँ, घुम्नको लागि निस्केको थियौँ। बिहानै रेडी भएर फ्रेस हुनको लागि हामी चाहिँ पामीतिर हिँड्दै थियौँ। अनि हामी चाहिँ बाइकमा गएर हो होइन गाइज, हजुरहरूले नि हेर्न सक्नुहुन्छ यो फेवा लेकको भ्यू यति राम्रो थियो। हामी चाहिँ अब घुम्न हिँड्दैछौँ, कता कता जान्छौँ, हजुरहरूले यो ब्लगमा हेर्न सक्नुहुन्छ कति के इन्जोय गर्छौँ भनेर। हामी चाहिँ अब पानी जान्छौँ प्याराग्लाइडिङ भएको ठाउँमा, प्याराग्लाइडिङ ल्यान्ड गर्ने ठाउँमा। अनि हाम्रो चाहिँ के गर्छौँ, कस्तो कस्तो हुन्छ यो ब्लगमा हजुरहरूलाई देखाउँछौँ। स्टे ट्युन। पोखरा चाहिँ साँच्चीकै राम्रो, कति राम्रो भ्यू देखियो। वाउ, हेर्नु न गाइज, यस्तो राम्रो राम्रो भ्यू देख्दाखेरि त चितुवा नै फर्किन मन नलाउने। ओ माई गड, त्यहाँ हेर्नु प्याराग्लाइडिङ पनि गरेको देखिरह होला सायद। हजुरहरूले देख्नुभयो कि देख्नु भएन होइन, हामीले चाहिँ देखेँ हम कता कता प्याराग्लाइडिङ गरेको यतै एकदम राम्रो मिठो भ्यू देख्छ। सो गाइज वेलकम ब्याक टु माई च्यानल है सबैजनालाई। आज चाहिँ म चट्ट लाएर घुम्न आएको छु पोखरा, किन भन्दाखेरि वान अफ द फेभरेट सिटी हो क्या मेरो पोखरा भनेको चाहिँ। 6 महिना वर्ष दिनमा एकचोटि अथवा दुईचोटि नआइकन त मलाई खाना रुच्दैन पनि। म धेरैभन्दा धेरैचोटि आइसकेको छु पोखरा। नेपालको होइन धेरै ठाउँहरू छ नि त घुम्न लायकको ठाउँहरू त, तर जे होस् सबभन्दा धेरैचोटि आएको भनेको चाहिँ म एकचोटि अब पोखरा नै होला कि। अब यताउति पूर्वतिर नि गइयो धेरैचोटि भन्दा पनि एक दुईचोटि, कहिले टुरबाट कहिले यसो घुमघाम होइन। तर काठमाडौँतिर नि गइरहेको हुन्छ, तर पोखरा चाहिँ जे होस् चिल्याक्स लाग्छ क्या, चिल्याक्स, बुझेन। एनिवे आमा अब हामी चाहिँ टक्क पहिला त हाम्रो यो प्याराग्लाइडिङ भनेको उतापट्टि सरङकोटको डाँडाबाट हुन्थ्यो नि त। धेरै अगाडि मैले प्यारासुट त चढिसकेँ हो। अहिले चाहिँ हाम्रो यता के भन्ने ठाउँबाट पो हो त हो प्यारासुट पनि। अहिले यता के हो, तोरी पानी हो कि केबाट उडाउँदो रहेछ क्या प्यारासुट पनि। अनि हाम्रो दाइ पाइलट हुनुहुन्छ फेरि, हाम्रो सुदीप पाइलट। उहाँले चाहिँ भाइहरू आएर टक्क लाएर अब प्याराग्लाइडिङ नउडाइदिए पनि होइन, प्यारासुटमा कसरी झर्छु त भनेर देखाउनको लागि चाहिँ, सो अफ गर्नको लागि चाहिँ हामीले अब हामीले त्यो तालको बिच भएको ठाउँबाट बोलाउनु भएको, त्यही हामीले चाहिँ पिकअप गर्नको लागि हेर्नको लागि आएको छौँ दाइलाई। भ्यू चाहिँ साँच्चीकै यति राम्रो हो कि अलि अगाडि गए चाहिँ तालै ताल, यता आए चाहिँ हरियाली। दाइ आकाशमै धेरै बेर अड्किसक्नु भयो कि। हामी आउँदैछौँ नि त बिस्तारै भ्लग बनाउँदै यताउति होइन। अब हामी त घुम्न आएको हो, घुम्नु पऱ्यो, इन्जोय गर्नु पऱ्यो, मजाले हिँड्यो नि त। अब हतार हतार हिँड्नु पनि केही छैन। अब मिल्यो भनेदेखि भोलितिर मुस्ताङतिर जाने भनेको के अरे, कोही स्पोन्सरहरू यताउति पाइयो भने अब हेरौँ कोही हुनुहुन्छ भने हामीलाई स्पोन्सर गर्न सक्नुहुन्छ होइन। त्यस्तो भन्दा पनि ठिकै छ। अब म जान त गइसक्यो हो मुस्ताङ पनि एकचोटि, तर अब लेट्स चाहिँ के हुन्छ, अब गइन्छ गइँदैन त्यो चाहिँ म ठ्याक्कै भन्न सक्दिनँ। यतैतिर कताबाट होला है चढ्ने ठाउँ त, त्यो टुरिज्म प्रमोट गर्नको लागि होला है यत्रो भित्र ल्याएर बनाएको यो। नत्र यत्रो भित्रभित्र के मान्छेहरू त आपत रहेछ। पहिला उता ल्यान्डिङ हुँदा कति सजिलो थियो आनन्दसँग, अहिले त साह्रो गाह्रो रहेछ नि भगवान्। नो प्रब्लम। अनि तपाईँ चाहिँ यो पोखराको भ्यू, यो देखिने हरियाली, यो तालको बारेमा के बोल्न चाहनुहुन्छ? कस्तो के बोल्न चाहनुहुन्छ? पत्रकारले हो क्या मेरो पत्रकार इन्टरभ्यू लिदिउँ न भनेर यही ब्लगमा पनि कस्तो इन्टरटेनमेन्ट हुन्छ सबैजनालाई। भइगएको कुरा नगर न, इन्टरभ्यू लिन आएको थियौँ यहाँ मसँग। गाई साँच्चीकै भन्नुपर्दा चाहिँ यो पोखराको भ्यू यति राम्रो हो, जता गयो नि यति राम्रो। हामी त फोन स्टार्ट गरेदेखि ठडाको ठडै हो अहिलेसम्म हामी पुग्ने जेलसम्म होइन गाई। यति राम्रो जताततै डाँडा काँडा हरियाली, अलि अगाडि गयो मिस त भ्लग स्टार्ट गरेको एक दिन चितवनमा खिच्यो, अर्को दिन काठमाडौँमा खिच्यो, त्योभन्दा अर्को दिन फेरि पोखरामा खिच्यो। बाबा गाइज मेरो चाहिँ अब यो पोखरा पछि बल्ल आउँछ काठमाडौँको ब्लग चाहिँ, सायद यही नै हुन्छ होला। मेरो पोखराको ब्लग चाहिँ यही नै हो। अनि त्यही हो। अब हामी लेक साइडतिरबाट यता किन कुना काप्चामा आएको भन्दाखेरि चाहिँ हामी प्यारासुटको ल्यान्डिङ हेर्न आएको के अरे। ल कहाँ हो भने हरायो क्या हो, हामी त ल्यान्डिङ हेर्न आएको, कहाँ आइपुग्यो के भयो थाहा छैन।
हामी त मजाले हराइयो जस्तो गाइज होइन यो कहाँ हो हामी यो पानीको भित्र हो के भान्जाको कान ल्यान्डिङ खै जाने हो जस्तो हो के भन्छ अरे प्यारासुटहरू देख्नु पर्यो नि त यसो एक दुईवटा देखियो त त्यही उता बाटोबाट जाने हो जस्तो हो कि यताबाट कहाँबाट जाने हो वेट न त वेट यार कति चाटेको मलाई मैले देखिसकेर भनेको भान्जा त्यतै गयो अब भान्जाले बाटोमा कुर्छ नि त अनि त्यस्तै भित्रभित्र जान्छ नि त भान्जा नकुरिकन कस्तो भान्जाले हराउन बाध्य बनाउँछ न मलाई त उहाँ पो हो त फाइनल्ली हामी चाहिँ अब टक्क लाएर आइपुग्यो गाइस होइन यहाँ त त्यो अघिल्लोचोटि म प्याराग्लाइडिङबाट प्यारासुट गर्दा नि यहीँबाट झरे हो क्या गाइज वहाँनिर हेर्न सक्नुहुन्छ प्याराग्लाइडिङ ल्यान्ड गर्दैछन् होइन एटिभी यहाँ रहेछ त ऊ प्याराग्लाइडिङ ल्यान्ड भान्जा कहाँ भित्र हो क्या खोजा खोजै यु क्यान सी अब हजुरहरूले देख्नुभयो कि देख्नु भएन भ्लगबाट सक्दो देखाउने कोसिस चाहिँ गरेछौँ हामीले यो भ्लगमा यहाँ हेर्नु भ्यू पनि त्यस्तै राम्रो र प्याराग्लाइडिङ गर्ने ठाउँ पनि त्यस्तै राम्रो रहेछ अनि अनिस जस्तो राम्रो चाहिँ होइन जे होस् म जस्तो राम्रो रहेछ ठाउँ चाहिँ म जस्तो राम्रो भयो त है त्यही त अनिस राम्रो छैन नि त सो हे गाइज वाट इज अप एभ्री वान होप यु अल गाइज गुड म पनि एकदम ठिक छु र आज चाहिँ एकदमै धेरै 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 समयपछि चाहिँ भ्लग आएको छ मेरो होइन एकदम लङ टाइमपछि घरमा बस्दाखेरि भ्लग स्लग बनाउनु मन लाग्दैन आज मसँग छ आकृति अनि हाम्रो भान्जाश्री पनि छन् होइन के छ मेरो भान्जा ह्यान्डसम छन् है आजबाट लाइन लाग्ने भयो अनि हामी यसो पानीतिर भान्जाको पछि केटीको लाइन पोखरा आएको थियो अरे अब पोखरा आइसकेपछि कहाँ त घुम्ने ठाउँ त अब धेरै छ पोखरामा कता जाने त भन्दाखेरि अब प्यारासुट ल्यान्डिङ हुने चढ्न त अलिकति बजेटले भ्याएन बजेटले भ्याएन भने टाइम भएन कि भन्छ है टाइम भएन भोलि मुस्ताङतिर गइन्छ मेबी भन्ने यताउता गफ हान्ने अनि घरै जाने कि खासमा मलाई अनिसले चाहिँ मुस्ताङ लान्छु भनेर यहाँ ल्याम्बा पुरै फुल भ्यू देखिँदो रहेछ कि यतापट्टिबाट ट्याक्क प्यारासुट उड्ने कुन डाँडाबाट भन्छ ऊ त्यहाँ प्यारासुट उड्ने रहेछ अनि यहाँ ल्यान्ड हुने रहेछ अब एकछिनमा चाहिँ म आफैले उडाउँछु प्यारासुट बुझ्यौ सक्दिनँ मैले यस्तो गरेर उडे हुन्छ दाइलाई उडाइदिइहाल्छ नि त्यो उडाउनु जसरी उड्ने त हो जसले उडाए पनि उड्ने होइन र प्यारासुटमा तिमीलाई त प्यारासुटै चाहिँदैन भने यो मेरो 5 लाखको बाइक यहाँ नभए है म उडेर चिताउनु जान्छु बुझ्यौ त्यो त हो म पनि एग्री गर्छु हावा एकदम ठुलो चढ्यो सरर पोखरादेखि चिताउनु उड्ने जस्तो मान्छे हो त होइन त्यस्तै कुराहरू भन्नु मिल्दैन ओहो कस्तो मजाको हुँदो रहेछ है यो त अब यताबाट फेरि छुट्टै प्याकिङ ज्याकेट जस्तो देख्छु त म त सिलाएर लानुपर्छु क्या ज्याकेट त्यो कति केजीको 25 केजीको हुन्छ भन्छ यता 25 केजी यता 25 केजी अस्ति दानाको बोरा बोकेको देख्यो पनि होला तिमीले देखेथ्यौ उहाँ एकदम महान हुनुहुन्छ दानाको ठिकै छ हाम्रो पाइलट सरले हामीलाई घाममा लिएर आएर उभ्याउनु भयो होइन ए भाइ म उडिसकेँ छिटो आएर यहाँ बस भनेर भनेको भएर चाहिँ हामी यहाँ हेर्न आएको थियो दाइले तर दाइ उतातिर कस्तो राम्रो भ्यू देखेछ यार हजुर ऊ दाइ चाहिँ भर्खरै उड्नु भयो दाइ उड्यो उहाँदेखि सुरज दाइ उड्यो हो सुरज दाइ उड्यो नि ल ठिक छ दुईटा दाइ मध्ये एउटा दाइ उड्नु हो दुईटा दाइ दो भाइ भाइ भने जस्तो हो क्या सो गाइज यहाँ चाहिँ होइन यहाँनिर चाहिँ टक्क लगाएर प्र्याक्टिस चलिरहेको छ यताउति ग्लाइडरहरू मिलाउनेदेखि लिएर अनेक खाले अब यही हामीलाई चाहिँ रमाइलो लागिरहेछ जस घाम भए पनि जे भए पनि मजा आइरहेछ हेर्नलाई यहाँ दुईजना चाहिँ माथि उडेको प्यारासुट हेरेर बसिरह हाम्रो चितवनमा त कहाँ यस्तो देख्न पाउनु नि ड्रागन फ्लाइ देख्न पाइन्छ त्यति हो हाम्रो दाइहरू चाहिँ टक्क लाएर यहाँ माथिबाट ल्यान्ड हान्दै हुनुहुन्छ होइन दुईजनाले टक्क लाएर यहाँनिर चाहिँ मलाई नि सिक्न मन लाग्यो यार मैले उडाउनु सक्छु होला त यो सक्दिनँ जस्तो नि लाग्यो यहाँबाट फेरि चढ्दाखेरि उडाएर कहाँ पुऱ्याइदियो भने क्यार्ने मलाई त्यसै त हल्का छु म उड्छु भनेर ऊ पनि अब लगाएर ब्यागहरू खै के सेफ्टीहरू युज गरेर अनि ऊ चाहिँ रेडी हुँदै थियो अनि दाइले चाहिँ उसलाई रेडी गरिदिँदै हुनुहुन्छ सिकाउँदै हुनुहुन्छ के गर्नुपर्छ भनेर यहाँ प्याराग्लाइडिङ गर्दाखेरि अनि ऊ चाहिँ अब दौडिन थाल्यो केही थाहा आएन त्यत्तिकै कि दौडियो भइहाल्यो अनि दाइले चाहिँ उसलाई त्यहाँ मिलाइदिँदै हुनुहुन्छ यो गर त्यो गर भनेर सिकाउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ अब उसले के गर्छ कस्तो गर्छ भनेर कता के हो अनि त्यहाँ उसलाई केही समात्न नआएर केही गर्न नआएर त्यहाँ दाइले के भन्दै हुनुहुन्छ अझै पनि
अनि त्यही हो उडे उड्ने हेर्नु न हजुरहरूले कस्तो ए, यस्तो। गर्छ भनेर अब चाहिँ उनीहरू ल, दौडिन लाग्यो मलाई खला चाहिँ ब्रेक। डर म चाहिँ टाढा टाढा भागेको थिएँ अनि अब दौडिन्छ हो ओए त अगाडि आऊ भिडियो प्र्याक्टिस गर्दै हो जे होस् रमाइलो ए, अगाडि भयो आइज। दिन चाहिँ ऊ अनिस दौडिन थाल्यो अब चाहिँ स्टार्ट भयो उसको भाइले चाहिँ उसलाई यो गरे यता यता भाग भन्दै हुन्छ दौड्दाखेरि यो नि यो ब्रेक तेरा यसपछि चाहिँ उसले प्याराग्लाइडिङ गर्न सिक्दै थियो अलिअलि उडाउँदै थियो अनि त्यसपछि चाहिँ हामी फेरि पामेको भ्यू फेवा लेकको भ्यू हेर्दै हामी चाहिँ फर्कियौँ होटेलतिर हामी चाहिँ प्याराग्लाइडिङ गरेर फर्किँदाखेरि चाहिँ हामीलाई एकदम भोक लागिसकेको थियो गाइज अनि हामी चाहिँ होटेल गएर अनि एकैछिन फ्रेस भएर अनि हामी चाहिँ खाजा खान निस्किसकेका थियौँ अनि अगाडि चाहिँ बुलेटमा अगाडि गइसक्नु भयो सुदीप दाइले चाहिँ हामीलाई लिएर जाँदै हुनुहुन्थ्यो अनि अनिसले चलाइरहेको थियो म चाहिँ पछाडि बसिरहेको थिएँ अनि हाम्रो प्याराग्लाइडिङ गर्दाखेरि कस्तो भयो के भयो भनेर मैले चाहिँ सुनाउँदै थिएँ अनि एकदम नोइज आएछ अनि हावाहुरीको साउन्डले गर्दा नि मेरो भोइस सुन्ने रहेनछ त्यही भएर मैले चाहिँ भोइस ओभर गर्दैछु अनि त्यसपछि हामी खाजा खान गयौँ अनि खाजा खाएर चाहिँ हामी त्यसपछि फेरि काइकिङ गर्ने भनेर हामी फेरि फेवा लेकतिर जान्छौँ अनि खाजा खान बस्दाखेरि चाहिँ मैले भिडियो बनाइनँ अब सबैलाई अप्ठ्यारो लाग्ने भएर त्यसपछि चाहिँ हामी काइकिङ गर्न गएको हेर्न सक्नुहुन्छ एउटा नानी फेवा तालमा रोई रोई बसेको दुईटा नानी फेवा तालमा रोई रोई बसेको उठ न नानी उठ न आफ्नो आँसु पुस न हामी चाहिँ काइकिङ गरेर निस्किँदा एकदम राति भइसकेको थियो अनि हामी चाहिँ यहाँबाट निस्कियौँ अनि निस्केर हामी अरू ठाउँ घुम्न गयौँ अरू ब्लग हेर्नको लागि चाहिँ हजुरले युट्युब च्यानल अनिस चापागाईमा हेर्न सक्नुहुन्छ सो गाइज हामी चाहिँ फाइनली फर्किसक्यो होइन अब चाहिँ हामी यहाँ टक्क लाएर लेक भिजन गेस्ट हाउसमा छौँ यो चाहिँ मेरो आफ्नै ठुलमम्मीको घर हो मेरो नाम लिएर आउनु भयो मेरो नाम लिएर आयो भने सर्टेन डिस्काउन्ट हुन सक्ने चान्स अलिकति बढी छ होइन उहाँ हुनुहुन्छ साउ अब उहाँलाई अब अनिसको नाम लिएपछि हल्का डिस्काउन्ट चाहिँ स्योरै हुन्छ आउनु होला पोखरा आउँदाखेरि टक्क लाएर लेक भिजन गेस्ट हाउस क्याटवालको अगाडि टक्क लाएर है ल सो बाई